हजुरहरू सम्पूर्णलाई फेरि स्वागत गर्न चाहन्छु। आज म चाहिँ यता यो टोकियोमै नै छु। बोक्यो सिटीमा पर्ने एउटा सुरिन छ, त्यहाँ चाहिँ अजेरिया गार्डन भिजिट गर्न चाहिँ आउँदैछु होइन। मोस्ट अफ द भिजिटर्स अल्सो हियर एन्ड यु नो जापानिज भन्दा पनि बढी मैले चाहिँ यहाँ विदेशी पाहुनाहरू देखेको छु। म चाहिँ यो हाम्रो डेस्टिनेसनमा आइसकेँ। यहाँ चाहिँ भिजिटर्सहरू पनि टन्नै छ हेर्नुहोस्, गाइस ब्याक साइड अफ माई कर्नर यो हो। अनफर्चुनेटली यहाँ राम्रोसँग फुलहरू निस्किसकेको रहेनछ है। सो आज मैले टिकट नकाट्ने निधो गरेँ। यहाँ चाहिँ हाम्रो भगवान्को मन्दिर छ, आसाकुसा स्टेसन। यु क्यान सी ओभर देयर आसाकुसा स्टेसन आइपुग्यो। अब हामी चाहिँ होम एभरेटर जाने रहेछ क्या। नरोदो This is very following, yes. भाइ आउनु। आज 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 भाइ चुकिनु कि कता आज आइयो चुकिनु कि दत्ता हाम्रो चाहिँ गिन्जा कारेन आएको छ। Hi, Azhar. Another one of my brothers. San Francisco. यस्तो यो भिडभाडमा मेरो पुरानो साडी मेसमा
हामी आज चाहिँ यो आसाकुसा भन्ने ठाउँमा छौँ है साथीहरू। त्यो चाहिँ अत्यन्तै फेमस छ। यहाँ विभिन्न किसिमको चाहिँ जापानको संस्कृतिहरू झल्किने कुराहरू चाहिँ प्रशस्तै रूपमा हामी पाउन सक्छौँ। त्यो लाइक अब हाम्रो यो ठमेलमा उसमा हुन्छ नि त्यस्तै टाइपको हरेक कुराहरू एकदमै खानेकुरादेखि लिएर कपडाहरूदेखि लिएर होइन एकदमै यति धेरै मान्छेको भिड छ कि यो सबै स्टल टाइपको भयो होइन। लाइक मलाई त कहिले कहिले भिरकिटी मण्डप जस्तो लाग्छ। त्यो प्रदर्शनी मार्गभित्र छ नि गाइस। यहाँ चाहिँ यो हाम्रा छिमेकीहरू पनि यस्तो प्लान्टमा र जम्मै यसले किमोनो हुँदैन जम्मै चाहिँ त्यहाँ गरे यहाँ डिक्सो भाई मुझे मैं कहते बहुत खतरा डिक्सो भाई। ये बहुत बढ़िया है। देखो जितना मर्जी घूम ले मतलब बस उसमें क्या इतना है आप देख सकते पूरा। देखो भाई इतने लोग हैं कि बस। अब हामी यहाँबाट एकदमै एउटा फेमस यहाँ चाहिँ टेम्पल जाँदैछौँ। स्पेसली यो चाहिँ जनवरी 1 न्यू इयरमा चाहिँ अत्यन्तै भिड लाग्छ यहाँ। हुन त अब अहिले पनि देखिराख्नु भएको छ हजुरहरूले। दाइहरू यहाँ हाम्रो खाना मिठाईहरू पूरा का पूरा मतलब कि बस कोई is enjoying very this हाम्रो जामको मेन टेम्पल है हजुर देख्न सकिरहनुहुन्छ। श्रद्धालु भक्तजनहरू पुरा यहाँ। त्यो चाहिँ मलाई हाम्रो पाटनको कृष्ण मन्दिरको एरिया जस्तो बसन्त बुद्ध स्क्वायर जस्तो लाग्छ गाइज।